कौन है ये लोग? मैले चाहिँ अहिलेसम्म तँलाई भनेको छुइनँ कि तँलाई नि यत्रो यत्रो लिपस्टिक लाउँदा राम्रो देखिन्छ भनेर। मैले पनि तँलाई अहिलेसम्म भनेको थिइनँ कि तँलाई ठुलो आइलाइनर लाउँदा फेरि राम्रो सुहाउँछ भनेर। प्यारी समझ गई। मैले पनि अहिलेसम्म तँलाई भनेको छुइनँ कि यत्रो यत्रो रोज लाउँदा राम्रो देखिन्छ भनेर। मैले पनि तँलाई भनेको थिइनँ कि तँलाई ठुलो आइब्रो कोर्दा फेरि राम्रो सुहाउँछ भनेर। मैले तँलाई अहिलेसम्म भनेको छुइनँ कि तँलाई नि यस्तो यस्तोमा जुङ्गा अनि यस्तोमा दारी बनाउँदाखेरि राम्रो देखिन्छ भनेर। अबे साले मैले पनि तँलाई भनेको थिइनँ कि तँलाई लिपस्टिक यत्रो यत्रो लाउँदा फेरि राम्रो सुहाउँछ भनेर। मैले अहिलेसम्म भनेको छुइनँ कि तँलाई यत्रो आई स्याडो लाउँदाखेरि राम्रो देखिन्छ। मैले पनि तँलाई भनेको थिइनँ कि रेड कलरको लाली लाउँदा फेरि तँलाई एकदम राम्रो सुहाउँछ भनेर। मैले पनि तँलाई अहिलेसम्म भनेको छुइनँ कि तँलाई यत्रो यहाँनिर आइब्रोज जोडेको राम्रो देखिन्छ भनेर। मैले पनि तँलाई अहिलेसम्म भनेको छुइनँ कि तँलाई यत्रो टिका लाउँदा फेरि यहाँ रेड कलरको ठुलो टिका लाउँदा फेरि एकदम राम्रो सुहाउँछ भनेर। मैले पनि तँलाई अहिलेसम्म भनेको छुइनँ कि तँलाई यस्तो अगाडितिर दुई टुप्पी बाँधेको राम्रो देखिन्छ। मैले पनि तँलाई अहिलेसम्म भनेको थिइनँ कि तँलाई पनि जुङ्गा बनाउँदा र यहाँ दारी बनाउँदा फेरि एकदम राम्रो सुहाउँछ भनेर। मलाई त पागलै बनाइदिएको थिएछ यार। मुझे अपने घर जाना है। मैले पनि तँलाई अहिलेसम्म भनेको छुइनँ कि तँलाई यत्रो टिका लाउँदा राम्रो देखिन्छ भनेर। मैले पनि तँलाई भनेको थिइनँ कि मैले पनि तँलाई भनेको थिइनँ कि तँलाई यस्तोमा टुप्पी बाँध्दा फेरि राम्रो सुहाउँछ भनेर।